लाइटर कहाँ राख्नु लाइटर छ त्यसलाई गेम भन्छ कोठिया आउँछ त हामी यता बस्नु बस्नु ठुलो यता कियाना हेलो कियाना नुहा छ यहाँ चाहिँ इभा नुहा गरिरहेछ गुड मर्निङ हो यो हिरो चाहिँ मुलाहरू काटेर राखेको छ अचार बनाउनको लागि मम्मी के चिया बनाउनु लाग्नु भयो चिया बनाएको अनि अहिले अब चिया हाल्नु लाग्यो सबैजनालाई कति टाइम भइसक्यो 7:30 भइसक्यो मलाई देखेर झन् रोयो झिलिमिली बस्ती भोलि चाहिँ जन्ती छ आज चाहिँ घरमा बत्ती बालेको छ भोलि चाहिँ जन्तीको दिन हो कियाना नाच्दो रहेछ सबैजना नाच्यो कियाना नाच्यो घुमेर त आउनु आउँदैन नि मलाई नाच्नु आउँदैन पाकेको जति सबै राख्नुपर्छ चढाउनु पाकेको यही हो पाकेको यही हो गिलास गिलासलाई अड्किने गरी बसेर यसो गरेर यो धुप सल्काएर यहाँ धुप सल्काउनु यो सल्काउनु पहिला सल्काउनु पहिला लाइटर पुरै बत्तीमै पछि आफूलाई पनि पर्छ जान्नुपर्छ आज जन्ती होइन त बाबु आज जन्ती जाने हो अहिले पूजा आज हुँदैछ वास्दै नगरेपछि कहाँबाट हुन्छ त कपुर आएर त्यो धुप सल्काएर राख्यो भने सल्किरहन्छ कि जाइ मैले उ त्यो त त्यत्तिकै सल्काएको गुड मर्निङ हैन यहाँ राखिन हुन्छ यो होइन यहाँ धुवाउँछ अब झ्याल बोल्दिमा नि त अब यो बाहिर ल सल्किन्छ यो चोखो पानीले पहिला अब उ गर्नु चोखो पानीले घरको फुल देउतालाई सम्झिनु
बाजे अनि कुलदेवतालाई सम्झिनु पहिला अनि त्यसपछि कृतिहरूलाई दिनु न आँखा चाहिँ लिएर सम्झनु सर्किनु न यस्तो त्यो थालेर सम्झेर सर्किनु आँखा चाहिँ मेरो आज मेरो घरमा यस्तो कार्य भइरहेछ भनेर फलानाको मनमा भनौँ न आफूलाई जे जे आउँछ माथि पलातीको कुलदेउता भनेको नि पितृ हो केरुला भनेको नि आरुला बारुला तितीपाती हो आरुला बारुला के केरुला केरुला चाहिँ शिल्प भनेर हाम्रो आज मेमे त अब त कुटुम्बको छोरी हाम्रो भयो हाम्रो घरमा भित्राउनु छ भन्नु दुःख नदिनु तपाईँहरूको ठाउँमा शुभ होस् सबै चिज सम्झिनु दिदीले भनेर तपाईँले यसरी राखेको छ तपाईँहरूले ल केही दुःख नहोस् घरमा सुख शान्ति होस् यसरी जान्नलाई चाहिँ हामी यस्तो कार्य हो आज अझै त चढाउनु भइगयो यो अचम्म मानेछ बसमा सरसै पाउनु हाम्रो चाहिँ चेली बेटीहरूले सगुन गरिसक्यो भने त दिदी रमाइलो भएको छ त्यसो भनेर होइन अब ल बा बा बियर किनौँ थिएँ ब्याग कुन चाहिँ ब्याग हो म त सायद अलिकति माथि मात्र भन्नुभएको थियो यतापट्टि
यो गर्दा नि हामी सधैँ छ होइन हामी सधैँ चाहिँ यो हाम्रो चाहिँ गर्छ नि हामी भेटघाट भएर चाहिँ त्यसमा चाहिँ सबै मुलाको पनि के हो उसीको पनि के हो होइन त्योहरू हामी फुकाउँ यो अब यो कस्तो है यो फुकाउँला हामी आजको लागि हामीलाई चाहिँ बिदा पाउँ है अब मुलाई चाहिँ आइपुग्यो यो अघि नै उहाँले गर्नु पर्ने कुरो के हो अघि नै तपाईँहरू यहाँ आउने बेलामा त्यो उखु बोएर ठेकी बोएर आउनुभयो नि यो अघि नै माछा भन्छ के भन्छ होइन हो त्यो ल्याउँदाखेरि तपाईँहरूको दुइटै कुरो चाहिँ सुन्नु पर्ने के यो ल्याएको कति के कारण हो किन तपाईँहरू आउनुभएको हो यो दुइटा कुरो तपाईँले भन्नुपर्ने अनि भन्नु भएन अनि मलाई अलिकति कसमा लागेको त्यो विषयमा यहाँ चाहिँ म पनि सानै बच्चा सानै ल्याएको त्यो हामीले भयो होइन छ उहाँ चाहिँ त्यो चाहिँ कस्तो कुरा हामीले सुन्नु पायो त्यो चाहिँ उसुमा भएछ जन्ती पनि हुँदा त्यति बेला जन्ती भनेर तपाईँ लिएर आउने जति हामीले यति आएको छ भनेर खबर दिने अनि त्यो सामान बिसाएर चाहिँ के भने माछा होइन माछा मात्रै एउटा तपाईँको टोकरीमा मरेर एउटा सेल गर्नुपर्ने होइन तपाईँले फ्रीमा ल्याउनु अब यसको अर्थ के हो त्यो हो उठुको अर्थ के हो होइन के हो अब ठेकी त अब सबैले भयो त्यो ठेकी सबल भयो अब त्यही हाम्रो त्यो सबैले भयो अब मुलामा अब उठुको अर्थ चाहिँ मामा म पनि मामा होइन तपाईँ पनि मामा होइन त्यसको अर्थ हामी पुग्छौँ है यसमा मेरो पर्दा भयो भने यसमा मेरो कुरो हामीले होइन ल्याएर हामीले सुन्नु पऱ्यो बुझ्नु पऱ्यो हामी त बहिनीको साथी जो नाला हाल्नु लाने छिटो ल ताली बजाउन सबैले ल पैसा दिनु पर्यो नि ल हस्तान्तरण मेरो दिदीलाई राउडी पुगेर
एकदम खुसी हुन्छ सुखी हुन्छ होइन सबैबाट खुसीमा राख्छ भनौँ न हुन्छ ल
मेरो साथीलाई बाह्रौँ साथीलाई लान ठ्याप्प मार्छ बिहे पनि सक्यो अब यहाँ अब निन्दर लागेछ कियानालाई निन्दर लागेछ सुत्छ मलाई पनि निन्दर लागेछ थकै लागेछ आज नाचेको यहाँ मम्मीहरू खाना खाँदै हुनुहुन्छ मामा भाइ हाम्रो माइजू ब्युटिफुल माइजू आमा माइजू त खतरा हो कि डन जस्तो छ पाखुरा पनि